नमस्कार, यतिखेर तपाईहरु हेर्दै हुनुहुन्छ पिटी अनलाइन न्यूज www.ptonlinenews.com लगइन गरेर विश्वभरिको समाचार तपाईहरुले एकै ठाउँमा हेर्न सक्नुहुनेछ भने पिटी अनलाइन न्यूज सर्च गरेर युट्युब अनि फेसबुकमा तपाईहरुले विभिन्न किसिमका समाचार अनि भिडियोहरु हेर्न अनि सुन्न सक्नुहुनेछ। यतिखेर म साउदी अरबको राजधानी रियादबाट तपाईहरुको सामु उपस्थित भएको छु र मेरो साथमा हुनुहुन्छ साउदी अरबका वरिष्ठ समाजसेवी तथा सफल व्यवसायी एम तमुजी हुनुहुन्छ र उहाँसँग आज म केही बालाकुसारी गर्न जाँदैछु। यसो भन्दै गर्दाखेरि तपाईहरुले के कुरा गर्दै हुनुहुन्छ भन्ने पनि तपाईहरुको मनमा उठ्न सक्छ। नेपाल सिन्धुपाल्चोक बलेफी गाउँपालिका वार्ड नम्बर 8 घर भएकी आशिका तामाङ जो विगत धेरै समयदेखि आगत छाला रोगबाट पीडित हुनुहुन्छ, ग्रसित हुनुहुन्छ। छाला रोग जुन नेपालमा उपचार गर्नको लागि पनि अलिकति असम्भव भएको कुराहरू मैले सुनिरहेको छु र वरिष्ठ समाजसेवी एम तमुजीले चाहिँ यो आशिका तामाङलाई चाहिँ उपचार गराउनको लागि साउदी अरबबाट अभियान सञ्चालन गर्नुभएको छ। यो अभियानमा एम तमुजी के कसरी यो अभियान सञ्चालन गर्न पुगेछु भन्ने विषयमा पनि आज छोटो मिठो कुराकानी गर्न गइरहेको छु। एम तमुजीलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ? हजुर सन्चै एकदम। हामी विषयवस्तुतिरै लागौँ। यो आशिका तामाङ जो छाला रोगबाट एकदम ग्रसित हुनुहुन्छ, हेर्दाखेरि पनि हामी मन कस्तो हाम्रो मन रोएर आउँछ त्यो पिक्चरहरू भिडियोहरू हेर्दाखेरि। तपाईँले त्यो कसरी भेट्नुभयो अनि कसरी तपाईँ यो अभियानतिर लाग्नुभयो भन्नुहोस् त। मैले त्यो भिडियो चाहिँ फेसमा सेयर गरेको मैले भेटेको थिएँ अनि त्यो भिडियोलाई मैले पनि सेयर गरेँ सबैजनालाई सहयोग गरिदिनु होला है भनेर। पछिबाट त्यसमा कमेन्ट आउन थाल्यो, तपाईँले पनि अभियान चलाउनुपर्छ, अपिल गर्नुपर्छ भन्नुभयो। त्यो भनिसकेपछि त्यो भिडियोलाई फोटो चाहिँ आशिका तामाङ नानुको चाहिँ लिएर मैले एउटा टिकटकमा भिडियो बनाएर यहाँको एड्रेस कन्ट्याक्ट नम्बर मलाई चाहियो भनेर म एउटा बोलेर बनाएको थिएँ। अनि फेरि त्यसमा कन्ट्याक्ट नम्बर पाइयो र मैले उहाँको आशिका तामाङ नानीको आमासँग कुरा गरेँ। गर्दाखेरि जस्तो भिडियोमा देखेको थियो त्योभन्दा नि अझै एकदम दयनीय अवस्था रहेछ, घरको एकदम नाजुक अवस्था रहेछ। भएको अब जति जमिनहरू छ सबै बेचेर नै एकदम उपचार गराउनु भयो रहेछ। 2.5 वर्ष भयो रहेछ त्यो रोग लागेको, तर साथमा रकम नभएर यो नानीको चाहिँ शरीरहरू त्यसरी कुहिरहेको रहेछ। हजुर, यो कतिको सम्भव छ कि छैन के भन्नुभयो फ्यामिलीबाट? यो चाहिँ अब उपचार गराएपछि त सम्भव छ भन्दै हुनुहुन्थ्यो र इन्डियातिर लगेपछि यो अज्ञात रोग रहेछ, नयाँ रोग रहेछ, यसरी छालाहरू कुने र इन्डियातिर लगेपछि निको हुन्छ। नेपालमा धेरै ठाउँमा गराउनु भएको छ तर पछिबाट रकम भ्याइसकेपछि त्यो नानीको चाहिँ यत्तिकै भइरहेको रहेछ। त्यो भएर पनि अहिले अब मैले चाहिँ 9 मार्चदेखि साँझदेखि मैले अभियान चलाएको छु। त्यो चाहिँ मैले लगभग 20 दिन अझै चलाउँछु। त्यो पछिबाट जति सङ्कलन हुन्छ सबै मैले एकमुष्ट लगाएर म उहाँको बिमारी नानीको खातामा चाहिँ त्यसरी म जम्मा गरिदिनेछु। अहिलेसम्म तपाईँले 9 मार्चदेखि यसरी अभियान सुरु गर्दाखेरि सहयोगहरू के कस्तो, सहयोगी दाताहरूले कस्तो जुन सहयोग गर्दै हुनुहुन्छ? सबैजनाले एकदम अब देश विदेशदेखि सबैले होइन कमेन्ट गरिराख्नुपर्छ। सबैजनाले अब मेन समस्या के भइदियो भने सबैसँग अब मोबाइल ब्याङ्किङ नहुने, त्यो भएर पनि जसको एसटिसी पे छ अनि फेरि तपाईँको अनि जो नजिक हुनुहुन्छ रियादमा उहाँहरू पनि आएर प्रत्यक्ष दिनुपर्छ। मैले डोनेसन बक्स पनि राखेको छु होइन। अनि यसमा यता छ अनि यो छ, यसमा मैले जम्मा गरिरहेको छु र मेरो एसटिसी पेमा नि सबैले गरिदिइराख्नुपर्छ। यो चाहिँ अब ठ्याक्कै यति रकम भयो भनेर त अहिले नै अब अझै गिनेको छैन होइन। पछाडि एकमुष्ट म 20 दिनपछि म जम्मा गरेर म भन्ने पनि छु। मैले कुनै रेकर्ड पनि राखेको छैन, मेरो एसटिसी पेमा भएको त्यो चाहिँ छँदैछ होइन। त्यो भएर पनि अहिले जो सबैले मैले पनि गर्नुपर्छ है। त्यो नानीको अवस्था हेर्दाखेरि एकदम कस्तो मनै भयो भनेर भन्नुहुन्छ। मलाई पनि त्यही भएको थियो, एकदम मुटुङमै छ होइन। त्यो भिडियो हेर्दाखेरि अब मान्छेलाई अब बिमारी छ, खानालाई सुधा छैन भने त कति समस्या नि है। त्यो भएर पनि हो। धेरै राम्रो अभियान, राम्रो काम गर्नुभएको छ। तपाईँलाई मेरो तर्फबाट र पिटी अनलाइन न्युज परिवारको तर्फबाट पनि धेरै धेरै धन्यवाद र हार्दिक आभारी
छु तपाईँप्रति, तपाईँले गरेको यो कार्यहरूप्रति। र यो भिडियो हेर्ने दर्शक श्रोताहरूलाई तपाईँ के भन्नुहुन्छ? म यो जतिजनाले पनि भिडियो हेर्नुभएको छ तपाईँहरूले सबैजनाले जति सकेको सहयोग गरिदिनु होला होइन, देश विदेशदेखि। र मैले त्यो आशिका तामाङ नानीको आमाले पनि खाता खोल्न लगाएर अहिले मसँग उहाँको ब्याङ्क खाता पनि एकाउन्ट नम्बर पनि आइसकेको छ। र त्यहाँ सम्पर्क गर्दाखेरि मेन समस्या के भने एकदम पहाडको उसमा रहेछ, घेँचमा रहेछ घर चाहिँ, नेटवर्क राम्रो नचल्दो रहेछ। र मैले फेसबुकमा नि एड गराउन खोजेँ अनि उहाँले भन्नु मेरो त सादा मोबाइल छ, यो सानो खाले कालो चाहिँ भनेर भन्नुभयो होइन। त्यो त अब घरको स्थिति अब यति कमजोर छ, अब त्यो अरू मोबाइल चलाउनु त कुरै भएन। त्यो भएर पनि तपाईँहरूले जतिजना पनि यो भिडियो हेर्नुहुन्छ सबैजना मिलेर होइन, यदि नेपालकै उहाँको खातामा सहयोग गर्न चाहनुहुन्छ त्यो पनि मैले खाता उपलब्ध गराइदिन्छु। साथै साउदीमा हुनुहुन्छ जति हुनुहुन्छ तपाईँहरू, जति पनि कम्पनीमा हुनुहुन्छ सबैजनाले 1 रियल 2 रियल होइन त्यसरी कलेक्सन गरेर प्रत्यक्ष आएर मलाई पनि तपाईँहरूले भेटेर मलाई त्यो चाहिँ रकम दिन सक्ने हुन्छ। साथै एसटिसी पेमा नि गर्न सक्नुहुन्छ र अल राज्यको पनि छ एकाउन्ट, त्यसमा नि गर्न सक्नुहुन्छ। सबै मिलेर सहयोग गऱ्यो भने थोपा मिलेर समुद्र बन्छ होइन। त्यो भएर पनि त्यो नानीको अब भविष्य राम्रो हुन्थ्यो होइन। एउटा जो आर्थिक स्थिति कमजोर थियो त्यो नानीको धेरै राम्रो हुन्थ्यो भन्ने म अनुरोध गर्छु सबैजनालाई। पक्कै पनि दर्शक श्रोताहरू, हामी यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुनेछ यो बहिनी एकदमै नाजुक अवस्था, घर परिवार पनि नाजुक अवस्था रहेको र यो अज्ञात छाला रोगबाट पनि ग्रसित हुनुहुन्छ। र पक्कै पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ सेवा नै धर्म हो। धर्म कमाउनको लागि तपाईँहरू चारैतिर दौडिनुभन्दा पनि यसरी पीडितहरूको सेवा गरेमा पक्कै पनि तपाईँहरूले पनि पुण्य कमाउनुहुनेछ। र तपाईँहरूको यो सानो सहयोग आशिका तामाङको लागि नयाँ जीवनको लागि बाटो खुलिनेछ र उहाँले नयाँ जीवन पाउनुहुनेछ। तपाईँहरूको सानो सहयोगले हामी सबैजनाले सकेको सहयोग गरौँ। एउटा मानवता भएर एउटा समस्या परेको यो नानीलाई तपाईँहरूले पनि सहयोग गरिदिनु होला, मेरो अनुरोध गर्न चाहन्छु। जाँदा के भन्नुहुन्छ? सबैजनाले जतिजनाले सहयोग गरिराख्नु भएको छ सबैजनाले हेर्दैदेखि धन्यवाद। साथै जतिजनाले भिडियो सेयर गर्नुभएको छ होइन, अनि आफ्नो साथीभाइले भन्नुभएको छ सबैजनालाई एकदम मनैदेखि मैले धन्यवाद नमस्ते भन्न चाहन्छु। हस् त, पक्कै पनि तपाईँहरूले सहयोग गर्नुहुनेछ भने हामी अपेक्षा पनि गर्दछौँ र सहयोग पनि गर्नुहोला, अनुरोध पनि गर्न चाहन्छु। यतिन्जेलसम्म हाम्रो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म छुटिन चाहन्छु। हस् त, नमस्ते। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै अरू नयाँ विभिन्न भिडियो हेर्नको लागि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइबको बटनलाई क्लिक गरेर बेलको बटनलाई दबाउन नभुल्नुहोला। र हाम्रो च्यानल तपाईँलाई कस्तो लाग्दैछ तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। मन पर्यो भने लाइक तथा सेयर पनि गर्नुहोला। सब्स्क्राइबको लागि धन्यवाद।